कुनै पनि फिल्मको जनर कन्सेप्ट अनि वन लाइन स्टोरी क्लियर हुन्छ, त्यही अनुसार दर्शकको हलमा भिडभाड लाग्छ। कुनै फिल्म मास अडियन्समा जान्छ, कुनै भने लिमिटेड दर्शकको रोजाइमा। अब लागो बुझ्न फिल्म महाभोज कस्तो दर्शकको खोजाइमा। 4 मिनेटको ट्रेलरले कास्कीको एउटा गाउँमा सहकारीबाट पीडित जनता, उक्त पीडाले लिएर आएको भूकम्प, आफूले चाहेको बेला पैसा माग्दा नपाउने, जम्मा भएको रकम हिनाबिना भयो भनेर थाहा पाउने, समाज अस्तव्यस्त हुँदा राज्यले केही गर्न नसकेको कथा, कोही मृत्युको मुखमा, कोही सुसाइड गरेर, भोग्नेलाई पो थाहा छ पीडितको व्यथा। पुजार सार्की पश्चात दिनेश राउतको महाभोज, त्यो पनि नाम चलेका मल्टी स्टार कलाकार आर्यन सिग्देलदेखि दयाहाङ राई, खगेन्द्र लामिछाने, वसुन्धरा भुसाल, अञ्जना बराइली हुँदै मल्लिका महतसम्म। फिल्मले समाजको जल्दो बल्दो इस्युलाई पर्दामा टुपुक्क टिपेर टक्राएको छ, जसले गर्दा फिल्मको 75% स्टोरी त ट्रेलरबाट नै थाहा भएको छ। पत्रकार सम्मेलनमा निश्चल बस्नेत अनि दिनेश राउतले फिल्मको काम सल्युसन दिने होइन भनेर भन्दै गर्दा महाभोजको क्लाइम्याक्स कस्तो हुन्छ त्यो यहाँहरू आफैले गेस गर्न सक्नुहुन्छ। अघि मैले कुरा गरेको थिएँ नि, महाभोजले कस्तो दर्शकलाई तान्ला भनेर। मास अडियन्समा जान्छ कि सीमित दर्शकमा रहन्छ। यदि सहकारी पीडित हेर्न गयो भने अझै पीडित भएर आउने कि होइन, कुनै हौसला अनि आश बोकेर। यदि नाम चलेको कलाकारको जम्काभेटले फिल्म चल्छ भनौँ भने के घर के डेराको हालत देखिहाल्नु भयो। पर्सनली मलाई महाभोजबाट त्यति आश पलाएको भने होइन, किनभने कथा नौलो छैन। बरु प्रोड्युसर हिमाल कटारिया, डिरेक्टर दिनेश राउतमाथि भने ठुलो च्यालेन्ज छ फिल्म चलाउन अनि कमाउनमा। हिमाल कटारियाको दुखी आत्माले बक्स अफिसमा दुखी कलेक्सन गरेको। मैले फिल्मको ट्रेलर रिभ्यू गर्दा युट्युबले कपिराइट क्लेम लगाएको। ट्रेलरले खासै लोभ्याउन नसक्दा म भगवानसँग प्रार्थना गर्न सक्छु फिल्म महाभोज बक्स अफिसमा पीडित नहोस्, बढी भन्दा बढी दर्शकको मन छोस्। यदि मेरो रिभ्यूले यहाँहरूको मन छोयो भने लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न सक्नुहुन्छ, जसले गर्दा मलाई अझै बढी हौसला मिल्छ।